इफेक्ट हेर डोप्लर इफेक्टमा टोटल 8 केसेस छ 8 वटा केसेसहरु छ हेर 8 वटा त्यो 8 वटा फर्मुला मध्ये कुनै एउटा फर्मुला इक्जाममा सबै घोक्नु पर्ने हुन्छ तर घोक्नु पर्दैन म यहाँ बताइदिन्छु कसरी यो ट्रिक छ के एउटा त्यो ट्रिकबाट आफै एउटा फर्मुला याद हुन्छ त्यो याद हुन्छ क्लासमा भनेको थियो यो पढाउने बेलामा ट्रिकहरु के सिधै फर्मुला याद गरेर भइहाल्यो है यो यहाँ हामी 2 4 6 8 जना छौं हैन 8 जनालाई याद हुन्छ ल फर्मुला म ग्यारेन्टी दिन्छु 8 वटा केस छ 8 वटा केस मध्ये कुनै एउटा एक जनाले एउटा केस सरको फर्स्ट टाइम हो 8 जना तर अब यहाँ के छ भने अरु त मेजोरिटी स्टुडेन्ट त बाँकी नै छ हैन अब त्यो स्टुडेन्टहरुलाई चाहिँ तिमीहरुले बुझाउने है तिमीहरुले चाहिँ यसो बुझाउनु पर्यो सो एउटा माइन्डमा के राख भने यो f डैश इक्वल्स टु v vo v vs इन्टु s यो हुन्छ भनेर सम्झिने मात्र यति सम्झिने यो एउटा कुरा मात्र माइन्डमा सम्झिने v vo v vs जान लाग्यो Yes, wishes. ल ठीक छ मैले फेरि भने फेरि VBO VBS इन्टु S बस यो एउटा फर्मुला जति भन यो मात्र बोक्ने अरु केही पनि पर्दैन ठीक छ केही पनि थाहा पाउनु पर्यो अब यसमा के हुन्छ भने अब्जर्भर जहिले पनि माथि ओ भनेको अब्जर्भर है ओ भनेको के त अब्जर्भर यो सम्झिनु पर्यो अनि यस भनेको सोर्स के रे कस्तो हुन्छ भने यसबाट एउटा लङ क्वेशन पनि आउन सक्छ हैन एक्जाममा डेरिभेसन चाहिँ सबै स्टुडेन्ट आएको बेलामा गराइदिन्छु सिकाइदिन्छु हैन डेरिभेसनको पनि ट्रिक छ के त्यो ट्रिकबाट 8 वटा केस तिमीले मजाले लेख्नै सक्छौ क्या लङ क्वेशन नै प्रिपेयर हुन्छ ठीक छ त्यो चाहिँ सबैजना आएको बेलामा भनिदिन्छु अहिले चाहिँ फर्मुला मात्रै भोकौ ओके सो ओ र यस अब्जर्भर सोर्स अनि मैले माथि के भने जहिले पनि अब्जर्भर तल जहिले पनि सोर्स सो एबीसीडी को अल्फाबेट अनुसार पनि हेर्यो भने ओ पहिला आउँछ अनि वाला यस आउँछ के एबीसीडी को अल्फाबेट अनुसार ओपी एमएन ओपी क्यूआर एस हैन त्यसैले ओ पहिला आउँछ अनि यस आउँछ भनेर सम्झिनु अब हेर केस नम्बर 1 फर्स्ट केस तिमीले जता बनाए पनि हुन्छ यो सोर्स लो यो अब्जर्भर हो ठीक छ यो सोर्स यो अब्जर्भर स्टेशनरी छ स्टेशनरी को मिनिङ थाहा छ के हो स्टेशनरी भनेको तिमीले जस्तो स्टेटमा छौ दैट स्टेट इज कल्ड स्टेशनरी स्टेट मतलब मोसनमा छैन क्या त्यो जहाँ रेस्ट स्टेटमा छ भनौँ न रेस्टमा छ भने पक्कै पनि यो रेस्टमा